निकेको अन्त टुङ्गो छैन बलि राति बम हान्दैछ अरे आमामा कति महँगो हो यो 2 रियालको ल ल निलोमै हाल्दिनु त ल हेलो गाइज वेलकम ब्याक माई न्यू भ्लग आशा छ तपाईँ सबैजना सन्चै हुनुहुन्छ ल म पनि एकदमै सन्चै छु आज चाहिँ हामी कचरा मार्केटतिर जाँदैछौँ है कचरा मार्केट दाइ के अरे मार्केटको नाम चोर मार्केट हो चोर बजार जाँदैछौँ चोर बजार अनुहारै चोर जस्तो छ नि हाम्रो हो र तिमी के ह्यान्डसम छु भन्ने लाग्यो होइन हल्का त होला नि त दाइ यार चोर हल्का त चोर जस्तो छैन होला त यार हामी चाहिँ अब कचरा मार्केट गएर पनि अब त हल्का क्यारम बोर्ड पनि खेलेछौँ नि त मेरो लागि के भनौँ त तपाईँ ल तपाईँ एकदम के भन्ने र तिमीले एउटा केटी पटाउन सके छैनौ यही भलकको पछि डुग्रिया छौ दुःख लाग्छ म्यान होइन त यार केटी पट्याएको तपाईँले देख्नु भएन के तिमीले देखाएकै छैन मलाई के थाहा हुन्छ त्यही तपाईँलाई देखाउनै पर्छ भन्ने छैन नि त तपाईँ ठिक छ म तिमीले पटाएको भने त्यो केटीलाई म कहाँ पटाउँछु म बहिनी भन्छु त नि तपाईँले नपट्याए पनि तपाईँले देखाउने भने त अहिले यहाँ त अल वुमेन इज रिस्पेक्ट छ क्या मेरो तर्फबाट सबै फेस त्यो के भन्छ नाम रिभिल गरिदिने भने फेरि पुरै काम भरिहाल्छ त्यही भएर नगरेको दाइ बुझ्नुभयो थाहा भयो भोलिदेखि यसको अनुसन्धान हुन्छ भाइ को के रहेछ भन्ने कुरा नै हाम्रो साइडको होइन क्या दाइ फेरि जहाँको भयो नि म भोलि मोबाइलमा हेरिहाल्छु भाइ कताको मोबाइल हेर्नुहुन्छ मेरो मोबाइलमा अनि मेरो मोबाइल कति त पाउनुहुन्छ भन्नु त जतिखेर नि पाउँछु नि भाइ त्यो काम गर्ने ठाउँमा त्यही हुन्छ म भेटिहाल्छु नि भाइ होइन होला किन होइन केटीको मोबाइल पनि अनुसन्धान गरिन्छ र केटीको मोबाइल त म छुन्नु होला ल तपाईँले मेरो मोबाइल त पाउनुहुन्न नि त अब के पाउनुहुन्छ र म पाउँछु नि नत्र भने तल लग्ने भनेर भन्छु म उठाएर लगिहाल्छु होइन केटीहरूले त आफै तपाईँलाई नदिएर आफै राख्छ त भाइ लगेर गइदिनु दाइ भन्छ म माथि आउँदैन नि त पुरा ल ल ल ल त्यसो भए त्यसपछि हामी क्यारम बोर्डतिर पनि लाग्दैछौँ हाय 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 हामी कचरा मार्केट पुगेको गोबीहरू छ यहाँ खै दाइ हेर्नु न के सिमला मिर्च हो यो त्यो रातै छ त सिमला मिर्च यार के हो सिमलाको मिर्ची हो कि पुरै गोलबेडा भन्दा नि रातो छ नि त किन्ने गयो पूरा ठन्डा लाग्यो ऐसा मत बोलो यार यहाँ कसो छ दाइ सब्जी छैन भाइ केही पनि केही हुन्छ न केही छैन त्यो खाइ वाक्कै भइसक्यो हो काँक्रा लगाउँ बोलेको थिएँ काँक्रा अरू त मैले लग्ने खालको केही छैन तपाईँ साग लिनु आएको यस्तो हाल्छ त यार छ्या खै उ त्यहाँ पनि रहेछ त रायोको साग होइन बन्धु भाइ ए किन्ने गए 2 रियाल आमामा कति महँगो हो यो 2 रियालको नेपालको होइन हौ 2 रियाल हो महँगो अन्त नेपालको कति पर्ने भयो भन्नु दाइ दाइ नेपालको कति पर्ने भयो भन्नु त यो 2 रियाल ज्यादा हो गया भाइ नेपालको महँगो पर्ने भने त यार 2 रियाल ज्यादा हो गया 2 रियाल देगा भाइ महँगो यार छ्या नेपाल त राष्ट्रिय महँगो पर्ने 2 रियालको लगभग 80 बराबर पर्छ यो नेपालको 80 रुपियाँ यो 2 रियालको हो नि त गाह्रो छ यो छ 2 रियालको म त यही लाग्छु त यार अरू लाग्दैन म त यही लाग्ने हो हामी तिमी लगा ल मात्र यो तिमी के लाग्ने हो म लाग्दैन आमामा कचरा मार्केट आएको कचरा मार्केटमा पनि अब मैले धेरै खासै राम्रो ठिक लागेन यही साग मैले लग्ने यही साग हो साग पनि हेर न पुरा प्याला छ बिचमा प्याला नै छ नेपालमा राम्रो पाइन्छ अहिले पाइदैन एकदम गाह्रो छ दाइ दिवस दाइले उता लाग्दै हुनुहुन्छ फाइनली हामी चाहिँ क्यारम बोर्ड खेलेर आइपुग्यौँ अब हाम्रो गेम रेडी हुँदैछ दाइ तपाईँ मिलाउनु त ल गेम खेलौँ अब ल तपाईँ हान्नु ल निलोमै हालिदिनु त ल अब हामी बोर्ड खेल्ने तयारीमा छौँ तपाईँलाई हाम्रो छोडिदिन्छौँ को हान्नु म भनौँ त गाइस को हान्दा छ यो ल यहाँ सोध्ने होइन यहाँ गेम सकिहाल्छ ए सकिहाल्छ होइन को हान्नु त के चोइस हुन्छ ल म अहिले एकछिन तपाईँलाई फसाइदिन्छु ल कालो गयो दुईवटा सेतो बेस दुईवटा कालो बेस गयो त यार ओहो एउटा त म निकालिहाल्छु ओहो ल तपाईँलाई एकछिन छोडिदिन्छु म
अहिले चाहिँ अब म क्यारमतिर लाग्छु पहिला ल दाइको बलक भएछ ल दाइको बलक भयो हामी चाहिँ फाइनली अब हामीले यता सब्जी पनि लिइसक्यौँ क्यारम पनि खेलिसक्यौँ के दाइ खेल्यो होइन क्यारम जित्नु भयो कि हार्नु भयो अनि तिमीहरू त जोगी भयो त भाइ हामीतिर हार्यौँ दाइ जहिले जित्नु भयो नि दाइ क्यारम बोर्डमा तिमीहरूलाई त म तोप दिन्छु भाइ सिधै तिमीहरूलाई त 28 पोइन्ट लिएर मैले हारेको हो भाइ भन्न फेरि ए दाइ तपाईँले हार्नु भयो नि मैले जितेँ त्यति बेला त हो त्यति बेला थाहा छ मलाई ल हामी बस्ने क्याम्प चाहिँ टक्क लाइन जस्तो छ है अगाडि यहाँ 6 नम्बर ब्लकसम्म छ यहाँ अगाडि 2टा ब्लक त्यसपछि यता 4टा 5वटा ब्लक छन् 7 ब्लक 6 छैन हौ हाम्रो क्याम्प चाहिँ यस्तै छ यहाँ साइडतिर गाडीहरू छन् हामी चाहिँ ऊ अगाडि 1 नम्बरतिर अगाडिको 1 नम्बरको ब्लक हामी चाहिँ जाने आफ्नो आफ्नो रुममा किनकि आज त आज भन्दा पनि अब चिसो छ कतारमा धेरै चिसो बढेको छ त्यसैले तातो तातो कभर लगाएर बसेका छौँ हामी दाइ चाहिँ फिरिङ्कल हुनुहुन्छ दाइको पनि रहेछ मैले चाहिँ टोपी लाछु किनकि योभन्दा पहिलो हप्ता बल खेल्न जाँदाखेरि बिना टोपी जाँदाखेरि लास्टै गाह्रो भयो त्यसैले आज टोपी लगाएको छु तपाईँ भन्नु लास्ट टाइम तपाईँ भन्नु त ल हो मैले लास्ट त म के भनेर यस्तै हो तरकारी किन्नु गएको हो अलिकति क्यारम बोर्ड खेल्यो घुम्यो फेरि आयो यो चाहिँ तरकारी यो चाहिँ मेरो 2टा चाहिँ दाइकै हुन् है ल यो चाहिँ दाइकै हो कतिको सपिङ भयो दाइ 2-4 रुपियाँको 2-4 रुपियाँको ल धेरै पनि भन्नुहुन्न अब हामी चाहिँ पुग्छौँ गन्तव्यसम्म गन्तव्य अब हामी बेडभित्र घुस्छौँ गन्तव्य होइन बेडभित्र घुस्ने होइन हातपट्टि धुनु पर्यो माथि गएर त आउनु पऱ्यो नि त भाइ आउनु ल त अब भिडियो यहीँसम्म अन्त्य भएन अन्त्य भयो भाइ जिन्दगीको अन्त्य टुङ्गो छैन भोलि राति बम हान्दैछ अरे भोलि राति बम आयो भने भोलि के बम हान्दैछ साँच्चै बम हान्दैछ खबर त त्यस्तै सुन्छु म हेलो 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 गाइस केटाहरू त पुरै झ्याममा सुनि गयो यार ल गाइस मिलते हैं अगला व्लॉग में कैसा लगा व्लॉग आपको थोड़ा कमेंट कीजिए